हेलो साथीहरू, एनमाल सँगसँग गर्ने तरिका चाहिँ यस्तो छ है त। सुरुमा होम टेक्स्ट आइडी खोल्ने, त्यसमा लगइन गर्ने, लगइन गर्नको लागि लगइनमा जाने, आइडी हाल्ने, अनि त्यस पछाडि फिमेल बनाउन इम्न्या गर्ने, इम्न्या गरिसकेपछि इम्न्या बटन थिच्ने, त्यस पछाडि लगइन गर्ने, त्यस पछाडि एनमाल सँगसँग सोदुक से चोङेकमा थिचिदिने, त्यस पछाडि वागिनमा थिचिदिने, त्यस पछाडि खानफ्यान इन्जुङ मिङ्गान छुङम्याङसम्म खिचिदिने, त्यस पछाडि काकटकमा जाने, मोबाइल नम्बरसम्म हाल्ने, त्यस पछाडि मेसेज आउँछ त्यहाँ गएर इन्जुङ गर्ने, भेरिफाई गरिदिने, त्यस पछाडि तपाईँ इन्जुङ वल्योमा थिचिदिने होस्। त्यस पछाडि यो आउनेछ, यसमा सबै हेर्नुको लागि छोएमा गर्दै थिच्दै जानु होला। आफूले के खर्च गरेछ भन्ने खर्च विषयहरू आउनेछ, त्यो विषयहरू हेर्दै जानु होला। आफूले कति खर्च गरेछ वर्षभरि, के विषयमा खर्च गरेछ त्यो देखाउनेछ। अनि जानु होला, यसरी नै गर्दै जानु होला। सिनियर कार्डमा कति खर्च छ, सिक्युल कार्डमा कति खर्च छ, सबै देखाउँछ। यति गरिसकेपछि यो तल देखेको नेरे फात्कीमा थिचिदिनुहोस्। यस्तो आउनेछ। अनि थोरै तल सार्नु, स्क्रोल डाउन गर्नुहोस्, अझै स्क्रोल डाउन गर्नुहोस्। अनि सबसे मुन यहाँनिर नेरे फात्की भन्ने छ, त्यहाँ नेरे फात्कीमा थिचिदिनुहोस्। डाउनलोड भइहाल्छ पिडिएफ। डाउनलोड भइसकेपछि वाल्यो भनेर देखाउँछ। त्यस पछाडि यस्तो आउनेछ है त।